प्रकृतिको अगाडि मान्छेको केही हैसियत नरहेछ। नमस्कार, म राज धमला। आज आसामको यो अवस्था हेर्दा साँच्चै नै मन धेरै दुख्छ। शिवसागर, जोरहाट, नाजिरा लगायत धेरै ठाउँमा बाढीले ठूलो क्षति पुर्याएको छ। कयौं परिवारको घर डुबेको छ, कतिको त घरबार नै उजाडिएको छ। धेरैले आफ्ना मान्छे गुमाउनुभयो, कतिले जीवनभरको कमाई एकैछिनमा गुमाउनुभयो, अनि कति मान्छे र निर्दोष जीवजन्तुले ज्यान गुमाए, त्यसको त सायद कुनै हिसाब नै छैन। यी सबै दृश्यहरू हेर्दा मलाई एउटा कुरा मनमा आयो, प्रकृतिको अगाडि मान्छेको केही हैसियत नरहेछ। मान्छेहरू आफ्नो ज्यान बचाउन सङ्घर्ष गरिरहेका छन्, जीवजन्तुहरू पनि त्यही पानीमा बग्दै आफ्नो जीवन जोगाउन खोज्दैछन्। त्यहाँ न कोही ठूलो छ, न कोही सानो, न धनी न गरिब। बाढीले सबैलाई एउटै बनाइदियो। सायद हामीले बुझ्नुपर्ने कुरा यही हो, प्रकृतिले न जात हेर्छ न धर्म। प्रकृतिको अगाडि हामी सबै बराबर रहेछौँ। आज उहाँहरूको घरमा बाढी आएको छ, उहाँहरू समस्यामा हुनुहुन्छ, तर यस्तो विपत्ति भोलि जोक्सैको घरमा पनि त आउन सक्छ नि, हैन र? त्यसैले अहिले हामीले उहाँहरूको पीडाको भिडियो हेरेर मात्र बस्ने होइन, सकेसम्म आफ्नो तर्फबाट केही सहयोग पनि गर्नुपर्छ। यही सोचका साथ अखिल असम गोर्खा विश्वकर्मा समाज उदालगुरी जिल्ला समितिले बाढी पीडित परिवारहरूको सहयोगका लागि एउटा धेरै राम्रो अभियान सुरु गर्नुभएको छ। उहाँहरूले प्रत्येक घरबाट कम्तीमा 200 वा जसले जति सक्नुहुन्छ त्यति स्वैच्छिक सहयोग सङ्कलन गरेर बाढी पीडितहरूसम्म राहत पुर्याउने पहल गर्नुभएको छ। मलाई लाग्छ यो साँच्चै नै धेरै राम्रो र सराहनीय कदम हो, र यो अभियानमा हामी सबैले पनि आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्छ, जसले जति सक्नुहुन्छ। यदि पैसा नै दिन नसक्ने अवस्था छ भने पनि केही छैन, आफ्नो समय दिएर सहयोग गर्न सकिन्छ, श्रमदान गरेर सहयोग गर्न सकिन्छ, वा अरूलाई यो अभियानबारे जानकारी दिएर पनि सहयोग गर्न सकिन्छ। किनकि सहयोग कहिल्यै ठूलो वा सानो हुँदैन। हामीले कसैलाई सुखको समयमा सम्झियौँ कि सम्झिएनौँ त्यो ठूलो कुरा होइन, तर दुःखको समयमा साथ दिनु सबैभन्दा ठूलो कुरा हो। आज तपाईले दिएको सानो सहयोगले कसैको घरमा एक छाक खाना पुग्न सक्छ, कुनै बच्चाको लागि आवश्यक सामान पुग्न सक्छ, र कसैको जीवनमा फेरि एउटा आशा पलाउन सक्छ। त्यसैले तपाई जहाँ हुनुहुन्छ, जति सक्नुहुन्छ त्यति सहयोग गरौँ। तपाईको लागि त्यो सानो सहयोग हुन सक्छ, तर जसलाई अहिले साँच्चै आवश्यकता छ उहाँहरूका लागि यो धेरै ठूलो सहारा बन्न सक्छ। आउनुहोस्, यो दुःखको समयमा हामी सबै मिलेर बाढी पीडित दाजुभाइ, दिदीबहिनी तथा आमा बुबाहरूको साथमा उभियौँ। उहाँहरूलाई यो महसुस गराउँ कि उहाँहरू एक्लो हुनुहुन्न, हामी उहाँहरूकै साथमा छौँ। र अन्त्यमा एउटा कुरा, बाढीले उहाँहरूको घर बगायो होला, तर हामीले उहाँहरूको आशा बग्न दिनु हुँदैन। आउनुहोस्, सकेजति सहयोग गरौँ र मानवताको हात बढाउँ। धन्यवाद।